दिल से बात कैसे कहूँ मेरा प्यार तू यसरी खेल्न कम मजा आउँछ चाचा है ल लप्से गाउँको सबैले सब्सक्राइब गरिदिनु होला हैन मिजु फलोवर्स पनि बढाइदिनु होला सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट शेयर पनि गरिदिनु होला सबै है त तपाईहरुको गाउँको हामीले पुरै निकालेका छौं हेलो एन्ड वेलकम ब्याक अन द न्यू ब्लग न्यू भिडियो आई होप हजुर सबैजना सन्चै अनि आरामै हुनुहुन्छ भनिकन म पनि एकदम सन्चै अनि आरामै छु र आज चाहिँ हामी काका भतिज जंगलको बाटो टक्क लाएर घरबाट निस्क्यौं हामी कहाँ जान लाग्यो भने अहिले चाहिँ मिजुको घर जाँदैछु अब यहाँबाट नजिक पर्छ नि त यता माथि गयो त्यो चाहिँ रोटै रोड छ सजिलो छ नजिक छ मिजुको घर जाँदैछौँ मिजुको घर चाहिँ यता लप्से हो अनि पहिला हामी त्यहाँ जानेछौँ मिजुसँग भेटघाट गर्नेछु मिजु पनि घरतिरै हुनुहुन्छ अरे अनि के छ कस्तो छ हामी त्यो गाउँमा गएर मैले यहाँ ड्रोन पनि बोकेको छु ड्रोन सोन उडाउनेछौँ र हजुरहरूलाई देखाउनेछौँ है त सो अहिले चाहिँ हामी यहाँ माथि रोडमा आइपुगेका छौँ यो भयो कदमबास साङ्गाचोक चौतारा जाने बाटो माथि कदमबास राष्ट्रिय चौक पनि जान्छ कदमबाससम्म चाहिँ बाटो हामीसँग थाङ्ने पनि आएको थियो हाम्रो कुकुर ल यो चाहिँ अब उतातिर गयो हामी यहाँबाट लाग्नुपर्ने हुन्छ है त अब जङ्गलको यात्रा काका भति टक्क गफसफ गर्दै जानेछौँ अब घर जा ल यो थाङ्ने चाहिँ हाम्रो कुकुरको नाम थाङ्ने है घर जा नै त्यो घर जा यो अब हामीलाई घर पठाएर हामी जाँदैछौँ है त किनकि अब जङ्गलतिर लिएर हिँड्नु हुँदैन नि त कुकुरलाई फेरि जङ्गलतिर लिएर हिँड्यो भने चाहिँ कुकुरलाई बाघ आउँछ भन्छन् बाघको फेभरेट फुड कुकुरले जस्तै मान्छेको अब उति भने जस्तै मासु भने जस्तै यिनीहरूको चाहिँ अब बाघको फेभरेट फुड चाहिँ कुकुरले हो भतिज फाइनली अहिले चाहिँ हामीले अब आधी घन्टा हिँडेर काका भतिज टक्क लाएर देख्न सक्नुहुनेछ ठ्याक्क हामी मिजुको घर पछाडिपट्टि आइपुग्यौँ है त मिजुलाई पनि भर्खर कल गऱ्यौँ घरतिरै हुनुहुन्छ अरे टक्क मिजुको घर चाहिँ मलाई जहाँसम्म लाग्छ यही हुनुपर्छ है मिजुको घर मन धेरै भयो लगभग 5-6 वर्षै भयो एक्ज्याक्टली चाहिँ थाहा छैन होइन कुन हो भनेर हामी डाँडाबाट ठ्याक्क जुम गर्दा आई डोन्ट नो होइन अब त्यही कन्फर्म हुन्छ मिजुको घर र अब हामी ड्रोन सोन पनि बोकेर आएको छँदैछौँ होइन अब मेरो एउटा ड्रिम चाहिँ के थियो भने टक्क लाएर होइन मिजुको घर आउँदाखेरि टक्क यहाँ तलतिर तपाईँले देख्न सक्नुहुनेछ यस्तो दामी उयो छ क्या हरियाली फाँटहरू छ भोलि पर्सि यहाँनिर काँक्रोहरू पनि यस्तो दामी हुन्छ क्या अनि यो हरियाली भ्यू टक्क लाएर खिच्छु भने पहिले नै सोच थियो र फाइनली त्यो ड्रिम पनि कम्प्लिट भएको छ र मेरो साथमा ड्रोन पनि छ यो लप्से गाउँको दृश्य हजुरहरूलाई हामी उडाएर पनि देखाउनेछौँ है त ल त्यहीँ गएर पहिला मिजुको घर जानेछौँ मिजुलाई भेटघाट गरेर त्यसपछि लाएर टक्क यो गाउँको पुरै दृश्य निकाल्नेछौँ यो गाउँको मात्र नभएर हामी मिल्यो भने माथि गोर्सो गाउँको पनि हामी निकाल्नेछौँ है त त्यहाँनिर चाहिँ अब सँगै पढेको साथीहरू पनि छ अब लेट्स सी हेरौँ अब त्यहाँनिर अब पछि हामी त्यहाँ गोर्सोमा पनि जानेछौँ अहिलेको लागि चाहिँ अब यहाँ लप्सेमा पहिला उडाउनेछौँ अब यहाँबाट जति भ्याउँछ त्यति अब भयो भने हामी उडाएर देखाउनेछौँ नभए पछि आउनेछौँ है त गोर्सोतिर पनि आमा खोला डेन्जर ठुलो रहेछ हौ अहिले देख्न सक्नुहुनेछ पौडी खेल्न आउँछ कि छैन यस्तो हेरेर पौडी नि हाल्न पर्ने र चाहिँ लप्सेको ठाडो खोला चिप्लो यहाँ छ है ओहो खोला त ठुलो रहेछ है ल आमा ल है लप्सेको ठाडो खोला है
त्यहाँ अहिले पाहाडी भित्तामा थियो त्यहाँबाट लगभग आधी घन्टा जति लाग्ने रहेछ यहाँ आइपुग्न त्यहाँसम्म नि लगभग 1 घन्टा लाएर 1 घन्टाको बाटो रहेछ त्यो हिँडेर आउँदाखेरि तर आनन्द जङ्गलको बाटो हिँड्दै आयौँ बाटो दामी बनाएको छ टक्कै हिँड्नको लागि है सामेल अगाडि कुकुर छ कि क्या हो टोक्छ कि क्या सामेल टोक्छ कि क्या कुकुरले पुगिसक्यो अगाडि कुकुर रहेछ पिङ पनि रहेछ यो कुकुर त यहीबाट सामेल त कहाँ तल्लोपट्टि ए तल्लोपट्टिबाट ए पिङ खेल्छस् ल त पिङ खेलिहाल ल है यहाँ अब फर्स्ट टाइम लगभग 5-6 वर्षपछि पिङ रहेछ हामी पिङ खेल्दैछु है त म ल भतिज भन पिङ खेलेको भिडियो आयो नि समा त खेल्न मिल्छ मिल्दैन लौ न नमच्यौँ होला यसरी बसेर टक्क खेलौँ है मान्छेहरू चाहिँ कोही रहन्छ पिङ खेल्ने ए ढकाल्न पर्ने ल यसरी खेल्न कम मजा आउँछ चाचा है ल पछाडिला फेरि ल पिङ पनि खेल्यो है त ल ल पिङ पनि खेल्यो त्यहाँनिर कुकुर रहेछ टोक्नु हो कि ले म बोक्छु एउटा ड्रोन चाहिँ नटोक है काले आया मिजुको घर चाहिँ कुन चाहिँ हो त्यही होला बाने छ क्या कता होला घर चाहिँ म सोध्छु फोन गर्छु घर त यो हो क्या अरे यही जस्तो लागेको छ मलाई कहाँबाट छिर्ने चाहिँ कहाँबाट सोध्नु पऱ्यो खोज्नु पऱ्यो यही होला ल यही हो न चाहिँ फोन गर्नुपर्ने हुन्छ लेता खान्छ म फोन गर्नु पऱ्यो कता हुनुहुन्छ ल अहिले चाहिँ हामी यता मिजुको घरमा आएर गफसफ गऱ्यौँ अहिले छतमा आएको छु यहाँ हाम्रो मिजु हुनुहुन्छ मेरो मिजु है त उहाँ चाहिँ ल अब हामी यहाँबाट लप्से गाउँको पुरा निकाल्नेछौँ होइन मिजु ल लप्से गाउँ यता वरिपरि बलेफी पनि देखिन्छ होला बलेफी पनि हेर्नुपर्छ सबै देखिन्छौँ यहाँतिरको आमा ठुलै छ नि होइन गाउँ त गाउँ त ठुलो छ माथि माथि पनि छ माथि यो मन्दिरभन्दा माथि पनि छ अझ माथि यो माथि तल सुभाष सर छैन हजुर सुभाषको घरको माथि अझ त्यो बलेफीमा भएको ए श्यामकृष्ण भाइको है त्यहाँ माथि ल अब हामी यो लप्से गाउँको हजुरहरूलाई ड्रोनबाट देखाउनेछौँ है त
लप्से गाउँको टक्क ड्रोनबाट उडायौँ मिजु भएर होइन हामी मिजु मिलेर ल यहाँनिर है लप्से गाउँको सबैले सब्सक्राइब गरिदिनु होला होइन मिजु फलोवर्स पनि बढाइदिनु होला सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट सेयर पनि गरिदिनु होला सबै है त तपाईँहरूको गाउँको हामीले पुरै निकालेका छौँ सबै गाउँको अब हामी यहाँबाट जानेछौँ है त ल ल लागौँ मिजु अब उडाइयो होइन पुरै निकालियो अब हामी यहाँबाट एकछिन मिजुकोमा बस्यो त्यसपछि घरतिर निस्किनेछौँ है त दामी छ नि होइन लप्से गाउँ तोरीमा यस्तो दामी बपार हुन्छ तोरीको बेला त्यतिखेर नि आउँला ल होइन त यस्तो दामी आएको छ नि लप्से गाउँ अहिले चाहिँ यहाँ मिजुको घरबाट निस्किँदैछौँ बसेर ढुङसुङ उडायो अब हामी यहाँबाट जाँदैछौँ फुपू पनि हुनुहुन्छ आउँदै हुनुहुन्छ है त ल काले कत्रो ठुलो है काले आइस पिङ खेल्ने बाबु पिङ खेलेको रमाइलो हुन्छ अहिले चाहिँ हामी आइपुग्यौँ घरमा होइन कुडो गाडी नै गाडी फुपू हामी आइपुग्यौँ अब फुपू चाहिँ तल जानुहुन्छ म चाहिँ गोक्तो के रहेछस् सिटी बजा त ल ल फिसाइल जानु ल हुन्छ हुन्छ आउँछु म सो अहिले चाहिँ म घर आइसकेको छु र लगभग मिजुलाई चाहिँ अस्ति विदेश भएर आएर भेटेको थिएँ र मिजुको घरमा चाहिँ लगभग नगएको 10 वर्ष 15 वर्ष जस्तै भइसक्यो समथिङ त्यस आज गयो सबैसँग भेटघाट गरेर एकदम खुसी लाग्यो र हुन्छ आजको लागि अन्त्य गरिदिउँ फेरि नेक्स्ट भिडियोमा बाई बाई